ल गाइस फाइनली हामीले त ग्यास सकेर अब यो देसी जुगाड लगाइरहेको छौँ है। यता दाउरामा राइस बोइल गर्ने कार्यक्रम भइरहेछ। उता हेर्न आज कस्तो बलिरहेको बेङ्गलोरमा त ग्यासै पाउन मुस्किल भइसक्यो त हो साथीहरू। यस्तो पाराले कहिलेसम्म टिक्ने हो कि बेङ्गलोर कति दिन रोक्नु कति दिन बस्नु झ्याउ लागिसक्यो त्यसरी पाकिरहेछ। हामीले राइस चलाइरहेछौँ फेरि चलाइरहेछौँ फाइनली राइस चाहिँ बोइल हुन आँटेछ। अब 70% भइसक्यो भनौँ समथिङ होइन। ल है फाइनली राइस बोइल भइसकेको जस्तो छ। फाइनल अवस्थामा पुगिसकेको छ हाम्रो। यस्तो छ अवस्था होइन। त्यो सकेर के भन्नु बेङ्गलोरमा यस्तो छ चलिरहेको छ। मेरो छोप्ला त हेर यस्तो छ मेरो अवस्था। अब राइस चाहिँ बोइल भइसक्यो भन्नु आधी जति भइसकेको छ होइन। मेरो ओनर आएर चेक गरिरह उता होइन राइस भयो कि नै भनेर हेरिरह भयो जस्तो छ। यस्तो छ अवस्था हाम्रो बेङ्गलोरको अवस्था। गाइस यस्तै छ ग्यास सकेर यहाँ अब कुन दिन नेपाल भाग्दिउँ भइरहेको भने मलाई त।